साथीहरु तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा। म चाहिँ शिखा तामाङ नि। अनि आज चाहिँ हामी बेताना घुम्न गएको। अनि बेताना घुम्नु भाइ बहिनीसँग गएको। अन्त त्यही भएर बेतानाको उयो चाहिँ यस्तो रहेछ भ्यूहरु चाहिँ। यहाँ चाहिँ माछाको उयो रहेछ। अनि बेतानामा चाहिँ हेर्ने भनेको नै माछा हो। सो हामीले चाहिँ बेतानामा माछालाई चारो लगेर गएको थियो। अनि हामीले चाहिँ चारो दिएपछि मात्रै आउँदो रहेछ। अनि बेतानाको भ्यू चाहिँ यस्तो छ साथीहरु आज। अनि मैले तपाईहरुलाई देखाएँ सर्लक्कै लाएर। अनि सो बेताना चाहिँ एकदमै राम्रो रहेछ। अनि मैले सर्लक्कै क्यामेराहरु घुमाएँ। अनि साथीहरु अनि यतातिर पनि यस्तो रहेछ। अनि यता हामीले चाहिँ सिधा अलिअलि अनि यता भाइ र बहिनी पनि माछालाई चारो दिँदै हुनुहुन्थ्यो। अनि मैले भिडियो पनि लिएँ साथीहरु। अनि माछा चाहिँ हेर्नको लागि जाने भने चाहिँ चारो लगेर जानु पर्दो रहेछ। अनि चारो छरिदिएपछि चाहिँ आउँदो रहेछ। अनि मैले चाहिँ हेलो साथीहरु भन्दै थिएँ हेर्नुस् भन्दै मेरो चाहिँ जुत्ता अड्क्यो। अनि हाँसेँ त भाइ र बहिनीहरु पनि माछालाई चारो दिइरहेको थियो। त बहिनी पनि दिइरहेको थियो। अनि मैले चाहिँ भिडियो लिएँ। अनि तपाईहरु हेर्न सक्नुहुन्छ बेतानाको फिसहरु चाहिँ त्यस्तो रहेछ। अनि सो बेताना यहाँ माछाको वरिपरि चाहिँ यस्तो उयो हजुरहरुले देख्न सक्नुहुन्छ। अनि माछा यति धेरै रहेछ यहाँ चाहिँ बेतानामा चाहिँ। अनि मैले पनि चारो दिएँ। अनि चारो मैले पनि दिएको। अनि एकदमै धेरै माछा आइरहेको थियो। अनि मेरो भिडियो चाहिँ बहिनीले लिइरहेको थियो। अनि मैले यता फिसको पनि भिडियो लिएँ साथीहरु। अनि एकदमै धेरै राम्रो रहेछ। अनि मलाई चाहिँ एकदमै मजा आइरहेको थियो नि त चारो दिइरहँदाखेरि नि। अनि सो अनि तपाईहरुलाई मैले एउटा कुरा, यो चाहिँ लोकल कुखुरा चाहिँ होइन कि साथीहरु, लोकल कुखुरा जस्तै तर एकदमै सानो तर के कुखुरा हो भन्ने कुरा मलाई चाहिँ थाहा भएन। अनि यता मङ्कीहरु पनि थियो तर मैले चाहिँ मङ्कीहरुलाई चाहिँ अलिअलि भिडियो लिएँ। अनि अरू पनि धेरै थियो तर मैले चाहिँ त्यति धेरै भिडियो लिएन। किनभने मलाई चाहिँ गएपछि चाहिँ एकदमै फ्लावरहरु थियो। अनि म चाहिँ एकदमै आफूले गएको र अब भिडियो गरेको त मिल्दैन। अनि म चाहिँ फेरि गइसकेपछि भिडियो गर्नुभन्दा अगाडि चाहिँ म चाहिँ धेरै नै आफू नै रमाइरहेको हुन्छ नि त। त्यही भएर मैले चाहिँ भिडियो अलिअलि पनि लिएँ। अनि सो हामी बाहिर पनि निस्केर खाजा खायौँ चटपटे। अनि चटपटे खाइसकेर चटपटे खाना निस्केर हामी चाहिँ अहिले घरतिर गइरहेको अवस्था गाइस। खाजा साजा खाएर बेताना डुलेर उल्टो भएछु। बेताना डुलेर अब टक्कसँगले होइन बजार गएर होइन अलिअलि सब्जीहरू किनेर लगेर चट्ट पारेर बनाएर खाएर चाहिँ हामी टक्कसँगले खाजा खाएर हिँड्दै जाँदैछौँ होइन। बजार पुग्न लाग्यो। अनि बजारमा गएर चाहिँ ल त साथीहरु मेरो मिनी भ्लग चाहिँ यस्तै भयो। अर्को मिनी भ्लगमा भेटौँला। बाइ बाइ। हजुरहरुले हेरेर साथ दिनुभयो। लाइक कमेन्ट पनि गर्नु होला, सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू। बाइ बाइ।